नमस्ते, हेलो एभ्रिवान। आज म तपाईहरुलाई चिल्ली ऑयल घरमै कसरी बनाउने भनेर देखाउने छु। प्रायजसो चाइनिज खानेकुराहरुमा चिल्ली ऑयलको प्रयोग गरेको पाइन्छ। यो तेल राखेर बनाएको खानेकुरा निकै स्वादिष्ट बन्ने गर्छ। चाउमिन, फ्राइड राइस, थुक्पाहरु जस्ता खानेकुरामा त झन् चिल्ली ऑयल राखेर बनाउँदा उक्त खानेकुरा अझ बढी मिठो हुन्छ। मैले बनाउने खानेकुराहरुमा पनि यसको निकै प्रयोग गरिरहेको हुँदा आज म यसको रेसिपी शेयर गर्दैछु। चिल्ली ऑयल बनाउन चाहिने सामग्रीहरुमा आधी कप क्रस्ड रेड पेपर यानी मसिनो पारेको खोर्सानी घरमै बनाउने लिंक तलको डिस्क्रिप्सन बक्समा छ। 1 कप भेजिटेबल ऑयल अथवा पीनट ऑयल र आधी टेबल स्पून टिमुरको गेडा। चिल्ली ऑयल बनाउन तेल एकदमै तातो हुनुपर्छ। म यसलाई हाई हिटमा राख्दै छु। तेल ताप्दै गर्दा यो टिमुरलाई पनि यसमै राखौं। टिमुरको स्वाद जति सबै तेलमा पसेपछि म यो टिमुरलाई निकालेर फाल्ने छु। यसलाई चलाइदिउँ। मैले आगो एकदमै ठुलो बनाएको छु। अझ यसलाई 1 मिनेट जति तातो बनाऊ। टिमुरको निकै मिठो बास्ना आइरहेको छ। यो तेल एकदमै तातो भइसक्यो। अब बन्द गरौँ। अब म यो अघिको खुर्सानीलाई यो भाँडामा राख्न जाँदै छु र यो रनक्क तातेको तेल खानेर म यो तात्दै हुँदाखेरि यसमा राख्ने छु। टिमुरको गेडा राख्नु हुँदैन। अब यो चलाइदिउँ। एकदमै तातो छ यो। बच्चाहरु नजिकै भए होस् गर्नु होला। यसको खार एकदमै कडा आइरहेको छ। तपाईहरु यसमा अझ बढी तेल पनि राख्न सक्नुहुन्छ। टिमुरको निकै मिठो बास्ना आइरहेको छ। यो सेलाइसकेपछि म एउटा एयरटाइट भाँडामा राख्ने छु जसले गर्दा यो धेरै समयसम्म टिकाउन सकिन्छ। अब यो चिल्ली ऑयल तयार भयो। तपाईहरु पनि बनाउनु होला अनि कस्तो भयो कमेन्ट गर्न नबिर्सिनु होला। भिडियो हेर्नु भएकोमा धन्यवाद। लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनु होला। अर्को नयाँ भिडियोको लागि भर्चुअल नेपाली च्यानल हेर्दै गर्नु होला। धन्यवाद।